शेयर बजारमा प्रवेश गर्ने नि करिब 90% नयाँ लगानीकर्ताले पहिलो 6 महिनामै आफ्नो पैसा डुबाउँछन्। त्यो त हो। किनकि उनीहरू पौडी खेल्न नजाने पनि सिधै गहिरो समुद्रमा हाम फाल्छन् के रातारात धनी बन्ने सपना हुन्छ नि त। एकदमै। यसो बाहिरबाट हेर्दा त्यो छाल एकदमै आकर्षक लाग्छ नि त, होइन? तर भित्रको गहिराईको अन्दाज धेरैलाई हुँदैन। हो, त्यही भएर आजको यो गहिरो अध्ययनमा हामी स्रोतहरूले दिएको जानकारीको आधारमा कुरा गर्दैछौँ। नयाँ लगानीकर्ताका लागि बजारमा प्रवेश गर्ने सबैभन्दा सुरक्षित तरिका के हो भनेर। हजुर, अनि यसमा लगानीको एउटा महत्त्वपूर्ण सुनौलो नियमको पनि विश्लेषण गर्नेछौँ। ल, यसलाई अलिक खोतलेर हेरौँ है त। मानौ कोही नयाँ मान्छे छ जसलाई ट्रेडिङमा हाम फाल्न हतार छ, तर सिधै त्यहाँ जानु अघि उसले ठ्याक्कै कहाँबाट सुरुवात गर्ने त? हाम्रा स्रोतहरूले त सुरुवात जहिले पनि आइपिओबाट गर्नुपर्छ भन्छन्। हो, किनकि आइपिओ अर्थात् इनिशियल पब्लिक अफरिङ अलि सुरक्षित हुन्छ। यसलाई यसरी बुझाउँ न, जस्तै कुनै नयाँ चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरमा तोकिएको मूल्यमा टिकट किन्नु जस्तै हो यो। भनेपछि सेकेन्डरी मार्केट चाहिँ त्यो टिकट ब्ल्याकमा किने जस्तो भयो। ठ्याक्कै। सेकेन्डरी बजारमा त माग र आवश्यकताको आधारमा मूल्य छिनछिनमै तलमाथि भइरहेको हुन्छ नि त। आइपिओमा त नियामक निकायले पहिले नै मूल्य तोकेको हुन्छ। तर सुन्नुस् न, यहाँनिर नेपालको सन्दर्भमा त आइपिओ भर्नु भनेको चिट्ठा जस्तै होइन र? धेरैले त्यस्तै सोध्छन्। 1000 रुपियाँको फर्म भर्यो अनि पर्यो भने पर्यो, परेन भने पैसा फिर्ता आयो। यसबाट एउटा नयाँ मान्छेले खासमा के नै सिक्न सक्छ र? यहाँ सबैभन्दा रोचक कुरा के छ भने नि, धेरैले आइपिओलाई चिठा मात्र ठान्छन्। गल्ती नै यही हुन्छ के? कसरी? आइपिओमा आवेदन दिनु भनेको फर्म भर्नु मात्र होइन नि, त्यो कम्पनीले निकाल्ने अफर लेटर वा प्रोस्पेक्टस पढ्ने बानी बसाल्ने अवसर पनि त हो नि। त्यो त हो। कम्पनीको वित्तीय अवस्था कस्तो छ अनि भविष्यको योजना के छ जस्ता कुराहरू शान्त दिमागले सिक्न सकिन्छ। सेकेन्डरी बजारको जस्तो तनाव हुँदैन यसमा। भनेपछि त्यो अफर लेटर पढ्ने बानीले बल्ल जग बसाल्न सुरु गर्छ। कम जोखिमपूर्ण अभ्यास पनि भयो। एकदम। यो त बजारको आधारभूत कुरा बुझ्ने पहिलो पाठशाला हो। तर कम जोखिम छ भन्दैमा त्यही मात्रै अड्केर त भएन नि। भोलि ट्रेडिङको गहिराईमा जानु अघि के कुरा बुझ्न जरुरी छ त? हो, आइपिओ पछि सिधै सेकेन्डरी बजारमा पैसा हाल्नु अघि बजारका मेकानिजमहरू बुझ्न एकदमै जरुरी हुन्छ। जस्तै के कुराहरू? जस्तै कम्पनीको ब्यालेन्स सिट कसरी पढ्ने अनि मूल्य आम्दानी अनुपात अर्थात् पीई रेशियोले के संकेत गर्छ भन्ने कुराहरू। यी कुराहरू त स्रोतमा पनि निकै जोड दिएर भनिएको छ। हजुर, मार्केट क्यापिटलाइजेसन र कम्पनीको वास्तविक मूल्य बीचको फरक पनि विश्लेषण गर्न सक्नुपर्छ। यी नबुझी प्रवेश गर्नु त जुवा खेले सरह हो नि। तर मेरो एउटा प्रश्न छ यहाँ। बजारमा आउने धेरैलाई छिटो पैसा कमाउने हतार हुन्छ नि त। आजै किनौँ भन्ने फोमो हुन्छ। हुन्छ नि। यस्तो अवस्थामा यी ब्यालेन्स सिट र पी रेशियो सिक्ने धैर्य चाहिँ कसरी कायम राख्ने? यो त निकै सुस्त प्रक्रिया जस्तो लाग्दैन र? धेरै नहुनु नै शेयर बजारको सबैभन्दा ठूलो जोखिम हो नि त। छिटो पैसा कमाउने लोभले भावनालाई नियन्त्रण गर्छ अनि तर्कलाई मार्छ के? हो, पक्कै पनि। बजारको मनोविज्ञान बुझेको छैन भने त बजार अलिकति घट्ने बित्तिकै आत्तिएर घाटामा शेयर बेच्छन् मान्छेहरू। भनेपछि बलियो जगले बजारको हल्लाबाट बचाउँछ? एकदमै। सुरुमा यो सिक्ने प्रक्रिया सुस्त जस्तो लागे पनि दीर्घकालमा यसले पुँजीलाई सुरक्षित राख्छ। यो कुरा सुन्दा मलाई आजको छलफलको मुख्य सिद्धान्त याद आयो। हाम्रा स्रोतहरूले पनि भनेका छन् नि, पैसा लगानी गर्नु अघि आफैलाई सिक्नमा लगानी गर्नुपर्छ भनेर। हजुर, लर्न फर्स्ट अर्न लेटर, अर्थात् पहिले सिकौं पछि कमाऊ। एक्ज्याक्टली। समग्र रूपमा हेर्दा नि यो सिद्धान्तले ज्ञानलाई पुँजीभन्दा माथि राखेको छ। शेयर बजारले सधैँ ज्ञान र धैर्यको परीक्षा लिन्छ नि त। अनि बजारमा पैसा त जसले पनि हाल्न सक्छ, तर बचाउने कुरा मुख्य होइन र? हो नि, त्यो पैसा कसरी बचाउने र बढाउने भन्ने कुरा ज्ञानले मात्र सिकाउँछ। वास्तविक ट्रेडिङमा जानु अघि सिकाइमा समय दिनु नै दिगो सफलताको बाटो हो। साँच्चै नै महत्त्वपूर्ण कुरा हो यो। आजको यो गहिरो अध्ययनबाट हामीले मुख्यतया के पायौं भने, सुरुवात जहिले पनि आइपिओबाट गर्ने, त्यसलाई चिट्ठा मात्र नमानेर वित्तीय विवरणहरू पढ्न सिक्ने अनि ब्यालेन्स सिट बुझ्ने र अन्त्यमा पैसा भन्दा पहिले ज्ञानमा लगानी गर्ने। एकदम सही। गहिरो पानीमा जानु अघि लाइफ ज्याकेट लगाएरै भए पनि पौडी खेल्ने सिप त सिक्नै पर्छ। तर यसले एउटा अर्को ठूलो प्रश्न उब्जाउँछ। पहिले सिकौं पछि कमाउँ त भनियो, तर एकजना नयाँ लगानीकर्ताले आफ्नो सिक्ने चरण पूरा भयो र अब चाहिँ साँच्चीकै ट्रेडिङको त्यो गहिरो छालमा जान तयार छु भनेर कसरी थाहा पाउने? कुन त्यस्तो सूचक हो जसले अब तिमी तयार छौ भन्छ?
यो एउटा यस्तो प्रश्न हो जसले साँच्चै नै निरन्तर सोचिरहन बाध्य बनाउँछ।